आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेजीले बोलाएको सर्वदलीय बैठकमा आज सहभागी भयौँ र विशेष गरेर अहिले जुन तपाईँको रसुवाद लगायत ठाउँमा जुन बाढी पीडित नागरिकहरूको उद्धार कसरी गर्ने हामी सबै सरकारको साथमा छौँ। सबभन्दा पहिलो कुरो हामी सरकारको साथमा छौँ र विशेष गरेर अहिले गर्नुपर्ने अहिले पनि हामीले गृहमन्त्री आइसकेपछि जसरी त्यो सुरुङ मार्गमा फसेका मान्छेहरू आज बिहानसम्म हामीले उद्धार गर्न सकेका छैनौँ र यसका लागि अहिले तत्काल गृहमन्त्रीलाई हामीले प्रश्न गरिसकेपछि गृहमन्त्रीले तत्कालै त्यो काम फेरि थालनी गर्नुभएको छ र बिहान केही ठाउँमा रेस्क्यु टिमहरू गइराखेका छ र विशेष गरेर अहिले हामीले गर्नुपर्ने काम चाहिँ हामी राष्ट्रिय एकीबद्धता छौँ, सरकारको साथमा छौँ। यहाँ कुनै दल छैन, कुनै पार्टी छैन, कुनै व्यक्ति छैन, कुनै समूह छैन। यहाँ सिर्फ नेपाल छ र हामी नेपाली छौँ र यो विषयवस्तुमा विशेष गरेर 6वटा विषयवस्तु हामीले त्यहाँ राख्यौँ। पहिलो विषयवस्तु के छ भने यो वान डोर सिस्टम गरौँ, प्रधानमन्त्री राहत कोषलाई अझै व्यापक बनाऊँ र अझै तपाईँको त्यसलाई प्रचार प्रसार गरौँ, अझै राम्रो गरौँ र अझै त्यसलाई पारदर्शिताका साथ सबैले त्यसमा वान डोर सिस्टममा काम गरौँ। र अनि दोस्रो कुरा के छ भने अहिले जस्तो विपद व्यवस्थापनमा अहिले सबभन्दा ठुलो समस्या के हो भने अहिले हामीलाई जो मान्छेहरू हराइरहेका छन्, अहिले टेलिकम अहिले नेटवर्कहरूले काम गरिराखेका छैन, मान्छेहरू कहाँ छन् त्यसको अत्तो छैन र त्यसका लागि चाहिँ राहत व्यवस्थापन सँगसँगै सञ्चार सुविधा चाहिँ तत्काल लागू गर्ने यो कुरा अपिल गऱ्यौँ। र अर्को कुरा चाहिँ के छ भने विशेष गरेर सबभन्दा अहिले अप्ठ्यारो कुरा अब यहाँ यत्रो विपद भइराखेको छ, अप्ठ्यारो परेको छ, नेपालीहरू संसार रोइरहेको छ, तर केही हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूको जुन व्यवहार अहिले देखिएको छ लासलाई सम्म नछोड्ने गरेर जुन तपाईँ व्यक्तिगत फाइदाका लागि सुन तान्ने जस्ता गतिविधि भएका छन् त्यो गृहमन्त्रीलाई अहिले तत्कालै मैले अपिल गरेको छु कि कारवाही गर्ने। जहाँ जहाँ त्यो भिडियोमा देखिन्छ जसले त्यो गतिविधि गरेका छ तिनीहरूलाई कारवाही गर्ने, किनभने हामी नेपालीहरूको इमेज अन्तर्राष्ट्रिय जगतमा बेइज्जत गर्नुपर्ने कारण छैन। र अनि अर्को एउटा कुरो के छ भने अहिले हिमताल फुट्यो भन्ने भयो र फेरि पनि हिमताल फुट्छन्, किनकि हामी हिमाली र हिमनदीबाट सिर्जित भएको ठाउँमा हाम्रो बसोबास हो नेपालको। चाहे कर्णाली नदीको कुरा गर्नुहोस्, चाहे तपाईँको भेरीको कुरा गर्नुहोस्, चाहे तपाईँको गण्डकीको कुरा, चाहे तपाईँ भोटेकोसीको कुरा, नारायणीको कुरा, कोसीको कुरा, अरुणको कुरा, चाहे नेपालमा जति पनि नदीहरू छन् यिनीहरूको मुहान भनेकै हिमतालहरू र हिमालय श्रृङ्खला हो र यो हिमतालहरू फुट्ने क्रम जारी छ। यहाँभन्दा अगाडि पनि दोलखामा हिमताल फुटेको इतिहास छ, त्यसले पनि ठुलो धनजनको क्षति गरेको छ, तर त्यसको हामीले अनुसन्धान गर्न सकेनौँ, त्यसको अनुगमन गर्न सकेनौँ। नेपालको सरकारी कुनै निकाय भएन। अब उपरान्त यस्तो नहोस् भनेर एउटा निकाय गठन गर्ने र त्यो निकायले चाहिँ हिमतालको अध्ययन र अनुसन्धान गर्ने त्यो प्रक्रिया अगाडि थालनी गर्ने भन्ने यो विषयवस्तु उठाएका छौँ। र अनि अर्को चाहिँ अब अहिले हामीले संसदीय समिति बनाउने, अब किनभने यसलाई सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनका लागि संसदीय समिति बनाउने र त्यो समिति मार्फत हामीले कहाँ कसरी काम गर्ने त्यो व्यवस्था गर्ने। र अहिले पनि म अपिल गर्न चाहन्छु कुनै पनि राजनीतिक दलका नेता